खुशीको दिन आउला भनी बसेकी छु आउला गरी कति बस्नु कुरी जस्तो माया पाइन्छ र कहाँ मुखले ठेक्का मनले दिक्का स्वार्थी मात्रै भेटिन्छन् यहाँ हे नाग भगवान, सम्झनाले माइला दाइलाई मन पराउनु नि रहेछ। माइला दाइले नभने पनि मलाई थाहा छ माइला दाइले पनि सम्झनालाई मन पराउनुहुन्छ। उनीहरू बिहे गर्न चाहन्छन्। सम्झनाले त माइला दाइलाई मन पारेर श्रीमान मानेर माइला दाइको फोटोसँग बिहे गरेकी हुन् अरे भन्ने हल्ला पनि सुन्थे। माइलाले सधैँभरि एउटै मात्र कपडा लगाउनुहुन्छ। एकै खालको 3-4 जोड लुगा किन्नु पो भएको हो कि एउटै लुगा मात्रै लगाउनु पो भएको हो कि तर सफा भएर चिटिक्क परेर राम्रो भएर नहिँडे पनि मनको चाहिँ साह्रै सफा हुनुहुन्छ। तपाईले धेरै दुःख पाउनु भएको रहेछ। अब तपाईको दुःख मेरो दुःख। तपाईको दुःखको दिन सिद्धिए ढुक्क हुनुस्। अब तपाई अनि हामी यही घरमा बस्ने अनि तिनीहरू 3 जनासँग बदला लिने। एउटा कुरा याद राख, मैले तलाई मान्छे लाएर मारे भने तेरो खोजी नीति गर्ने कोही पनि हुँदैन। त्यसैले राम्रो मुखले भन्दैछु, मैले भनेको खुरुक्क मन। म तलाई 1 हप्ताको समय दिन्छु। 1 हप्ता भित्रमा पहिले मलाई फोन गरेर माफी माग्न आइजाऊ। नत्र भने 5 लाख रुपैयाँ तिरेर साफ सुग्नर बोलाएर तलाई गोली ठोकेर मर्दिन्छु। म त एकचोटि माइला दाइ र सम्झनालाई भेट्न जानुपर्छ है क्या। फेरि नाग भगवानसँग सल्लाह गर्दा पनि दुवैजनाले बिहा गर्दाखेरि राम्रो हुन्छ भन्नुभएको छ। सम्झनाले पण्डितसँग हेराउँदाखेरि नराम्रो हुन्छ भने पनि अब त्यस्तो केही पनि हुन्न। बुवाले किन अप्ठ्यारो मानेर यहाँबाट जानुभयो मैले त केही पनि बुझ्नै सकिनँ। मलाई जहाँसम्म लाग्छ बुवालाई यहाँ बस्नै मन नलागेर जग्गा बेच्ने बहाना बनाएर यहाँबाट जानुभएको। खै किन हो हामी यहाँ आएदेखि माइला परिवर्तन हुनुभएको छ। मैले भन्छु माइती माइती, माइतीले भन्छन् किन आइथे भने चाहिँ मैले पनि माइला माइला भने। माइलाको नजिक हुन खोजे। अहिले माइला र म सँगै छौँ। तर पनि माइला मसँग राम्रोसँगले बोल्नै खोज्नुहुन्न।
सम्झना सरी है बहिनी, मैले त पछाडिबाट चिनिनँ, त्यही भएर मुखबाट कस्तो प्याच्च सम्झना निस्किहालेछ। तपाईँ त सम्झना होइन। माया दिदी सुन्नु न, म नै हो सम्झना, मै हो। मैले त हजुरलाई चिनिनँ नि। हजुरले मलाई देख्नु भएको छैन, हाम्रो भेट भएको छैन। आज बल्ल त हाम्रो भेट हुँदैछ। हजुरले मलाई कसरी चिन्नुहुन्छ त? तर हजुरले मलाई नचिने पनि म हजुरलाई राम्रोसँग चिन्छु। हजुर माइलाको बहिनी होइन? हो, म माइला दाइकै बहिनी हो। हजुरले त मलाई माइलाको बहिनी भनेर चिन्नुभयो, तर मैले हजुरलाई चिन्न सकिनँ। चिनाउनुहोस् न त, हजुरको हो। म सपना हो। सपना? यो नाम त मैले आजसम्म कहिले पनि सुनेकी थिइनँ। माया दिदी बस, होइन यहाँ बस्नु न, आउनु न, पर्दै म गुन्द्री ल्याइदिन्छु। गुन्द्री बस्नु न। बहिनी किन यस्तो राप्तिनु भएको? माया दिदी दर्शन पर्दैन, दर्शन दिदी मलाई माफ गरिदिनु दिदी। मैले त्यो बेला तपाईँसँग झुटो बोलेँ। आउनु न, भित्रै बसेर कुरा गरौँ न। आउनु न दिदी, आउनु न, म तपाईँलाई सबै कुरा भित्रै गरेर भन्छु। बहिनी तिमी मैले खोजेको सम्झना पनि होइन। फेरि मलाई देखेपछि एकदमै धेरै आत्तियो। सबै कुरा भित्र गएर भन्छु। के कुरा हो भन त? दिदी मलाई माफ गरिदिनुहोस्, मैले त्यो बेला तपाईँसँग झुटो बोलेँ। खासमा भन्नुपर्दा सम्झना मै हो। ए, सम्झना तिमी नै हो? अनि त्यो बेलामा किन झुट बोलेकी? वास्तवमा दिदी सुन्नु न, म त्यो बेला माइलालाई भेट्न गएकी थिएँ। माइलाको के रहेछ खबर भनेर बुझ्न गएकी थिएँ। तपाईँसँग भेट भयो। फेरि मैले हजुरलाई मेरो नाम सम्झना हो भनेर भनेदेखि माइलाले मेरो बारेमा हजुरसँग कुरा गर्नुभएको होला, मलाई चिन्नुहुन्छ होला भनेर मलाई अप्ठ्यारो लागेर भनिनँ दिदी। तर दिदी मैले हजुरलाई त्यस्तो नराम्रो सोचेर हजुरलाई झुक्काउनलाई मैले भनेकी होइन दिदी। हेर, त्यो बेलामा तिमीले म सम्झना हुँ भनेको भए हुन्थ्यो। मैले तिम्रो नाम त माइला दाइको मुखबाट धेरैचोटि सुनेकी थिएँ, तर मान्छे चिनेकी थिइनँ। मान्छे चिन्ने अवसर पनि पाउँथे। त्यो बेलामा तिमीले म सम्झना हुँ भनेको भए हाम्रा कस्ता कस्ता गफ हुन्थ्यो होला। के पो थाहा अहिले तिमी र माइला दाइ एक हुन्थ्यौ कि? के पो थाहा अहिले तिम्रो र माइला दाइको सम्बन्धले अर्कै मोड लिन्थ्यौ कि एक हुन्थ्यौ कि? त्यो बेलामा तिमीले म सम्झना हुँ नभनेर गल्ती गर्यौ। दिदी मैले गल्ती गरेकै हो, नराम्रो नसोच्नुहोस् है।
फेरि यो बहिनीले झुटो बोल्दै रहेछ भनेर मनमा त्यस्तो केही पनि नराख्नुहोस्। मलाई माफ गरिदिनुहोस् दिदी। होइन सम्झना, माफ माग्नु पर्दैन। आफ्नो मान्छेमा माफ भन्ने हुन्न, हामी त आफ्नै मान्छे हौ। म बुझ्छु कुनै कुनै बेलामा आफ्नो नाम भनिसकेपछि लामो कुरा हुन्छ, नाम नभन्दाखेरि छोटो मिठो कुरा हुन्छ। कहिलेकाहीँ अप्ठ्यारो पनि लाग्छ आफूलाई, त्यही भएर नभने के होली तिमीले। ठिकै छ, त्यो कुरा त्यहीँ छोडिदियो। सुन न सम्झना, म त माइला दाइलाई पनि भेट्छु, तिमीसँग पनि कुरा गर्छु भनेर आएकी थिएँ। हेर, तिमीले मसँग केही अप्ठ्यारो मान्नु पर्दैन, किनभने तिम्रो र माइला दाइको बीचको सम्बन्ध सबै मलाई थाहा छ। माइला दाइले मलाई सबै कुरा भन्नुभएको छ। अब माइला दाइको र मेरो नाता भन्न पर्दा रगतकै नाता नभए पनि एउटै कोखबाट जन्मिएका दाइ बहिनी भन्दा कम छैनौँ हामी। म माइला दाइलाई एकदमै सम्मान गर्छु, अनि माइला दाइले मलाई धेरै माया गर्नुहुन्छ। जस्तो सुकै दुःख सुख भए पनि एक आपसमा बाँडेरै बसिरहेका छौँ। माइला दाइले मलाई साथ नदिएको भए सायद आज म यो अवस्थामा हुन्थेन होला। त्यसैले मैले जहिले पनि माइला दाइको राम्रो भएको हेर्न चाहन्छु। हुन त माइला दाइ त मसँग रिसाउनु भएको छैन, तर मैले माइला दाइको जीवनमा एकदमै ठुलो गल्ती गरिदिएकी छु। विनिशासँग मैले माइला दाइको बिहे नगराइदिनु पर्ने। मैले राम्रै होला नि भनेर माइला दाइको र विनिशाको बिहा गराइदिएँ। विनिशा र माइला दाइको घरबार राम्रो भएन, एक कुरा मेरो मनमा बिजिरहेको छ। अब माइला दाइले सुख पाएको हेर्न चाहन्छु। तिमीले आफ्नो बारेमा मलाई केही नभने पनि माइला दाइले मलाई सबै कुरा भन्नुभएको छ। तिमी जङ्गलमा आउँदाखेरि दुःख पाएर माइला दाइले घरमा ल्याउनु भएको रहेछ। यो बारेमा माइला दाइले मसँग सल्लाह गर्नुभएको थियो। माइला दाइले जे गर्दा पनि मलाई एकचोटि सोध्नुहुन्छ। मैले पनि केही गर्न पर्यो भने पहिला माइला दाइलाई नै भन्छु। हेर सम्झना, हिजोका दिन तिम्रो जीवनमा जे भए पनि तिनी कुराहरू बिर्सिदेऊ। माइला दाइको जीवनमा पनि धेरै खटपटहरू चल्यो, माइला दाइले पनि बिर्सिनुहुन्छ। हुनला त अहिले तिमीहरू एउटै घरमा छौ, जीवनभरि तिमीहरू दुईजना एक भएको हेर्न चाहन्छु। के छ त सम्झना तिम्रो विचार? हेर सम्झना, माइला दाइ पनि साह्रै सोझो असल इमान्दार हुनुहुन्छ। तिमी पनि मेहनती छौ, सुशील छौ। तिमीलाई पाउने माइला दाइ पनि भाग्यमानी हो।
फेरि अहिले माइला दाई एक्लै हुनुहुन्छ। मलाई जति बेला सुके माइला दाईको पिर लाग्छ। छोरो मान्छे एक्लै क्यार रहेको होला, के पकाएर खाना होला। तिमी साथ भइदिए पार, तिमीहरू दुईजनाले बिहे गरे पार म यो पिरबाट मुक्त हुन्थे। त्यसैले सम्झना, तिम्रो र माइला दाईको छिट्टै बिहा भएको हेर्न चाहन्छु। माया दिदी, तपाईँले भनेको कुरा मलाई एकदमै राम्रो लाग्यो। तपाईँले जे भन्नुहुन्छ म त्यही मान्छु पनि। तर मैले माइलासँग बिहे गर्दाखेरि राम्रो हुन्छ कि नराम्रो हुन्छ भनेर हेराउन गएकी थिएँ। पहिलाको मेरो श्रीमान पनि मेरै गर्दशा नराम्रो भएको कारणले गर्दाखेरि बित्नुभयो। अहिले मैले माइलासँग बिहे गरेँ भनेदेखि पनि उहाँलाई नराम्रो हुन्छ भनेको छ। के गर्ने होला त दिदी? छोड्देऊ यिनी कुराहरू। तिमी हेराउन गएको मैले थाहा पाएकी थिएँ। माइला दाईले मलाई सबै कुरा भन्नुभएको थियो। त्यही भएर मैले नाग भगवानसँग सोधेकी थिएँ, सम्झनाको र माइला दाईको बिहे गर्दा के हुन्छ भनेर। नाग भगवानले मन्टो हल्लाएर सबै राम्रो हुन्छ भन्नुभयो। त्यही भएर माइला दाईले र तिमीले छिट्टै बिहा गर्दाखेरि राम्रो हुन्छ भनेर भन्न आएँ कि म त यहाँ। सम्झना, हामी छोरी मान्छेहरू मैले बिहे गर्छु भनेर भन्न त कहाँ सकिन्छ र। तर मलाई थाहा छ तिमी माइला दाईसँग बिहे गर्नलाई तयार छौ। सम्झना, अहिले मैले तिमीलाई बहिनी भने पनि तिम्रो माइला दाईसँग बिहा भएपछि मैले तिमीलाई भाउजू भन्नुपर्छ। यति राम्री, यति संस्कारी, यति बुझाकी भाउजू पाउँदाखेरि म एकदमै खुसी छु। बरु म यो कुरा छिट्टै माइला दाईलाई भन्न चाहन्छु। कहाँ हुनुहुन्छ माइला दाई? माइला त बारीमा हुनुहुन्छ। म बारीमै जान्छु। म खेतमा गएर दाइलाई भेटेर आउँछु। दिदी, हजुरले खेत देख्नु भएको छैन होला, म पुऱ्याइदिन्छु नि। होइन, पर्दैन। अलि अस्ति आएकी थिएँ, देखिछु खेत। बस है। ए हस्। पण्डितले भनेको कुराले गर्दाखेरि म एकदमै धेरै तनावमा थिएँ। तर माया दिदी आएर तिमीहरू दुवैजनाले बिहे गर, मैले नाग भगवानसँग पनि कुरा गरेँ भन्दाखेरि एकदमै धेरै खुसी लाग्यो। अब भने चाहिँ पण्डितको कुराले गर्दाखेरि डराउनु पर्दैन। माया दिदीले आएर भनिसकेपछि मेरो बिहे माइलासँग छिट्टै नै हुन्छ। म एकदमै धेरै खुसी छु। नत्र भने 5 लाख रुपैयाँ तिरेर 7 सिटर बोलाएर तँलाई गोली ठोकेर मर्दिन्छु। बिनिसाले आजभोलि मलाई थर्काउने, हप्काउने, धम्काउने गरेकी छे। यसलाई पक्कै पनि कसैले उचालेको छ, कसैले साथ दिएको भरै यसले मलाई धम्काएकी हो।
तर बिनिसाको भर हुँदैन। यसले पक्कै पनि केही नराम्रो घटना घटाउन सक्छ। दशा बाजा बजाएर आउँदैन भन्छन्। मलाई लाग्छ बिनिसाले जति बेला मलाई जे पनि गर्न सक्छ। त्यसैले बिनिसाको कारणले मलाई एकदमै तनाव भइरहेको छ। होइन, मेरो जीवनमा पनि के भएको, एउटा न एउटा तनावले कहिले पनि नछोड्ने भयो। दाइ नमस्ते। ओहो बहिनी नमस्ते। किन टोलाएर बस्नु यो त? टोलाको होइन बहिनी, यसो काम गर्दै थिएँ, थकाइ लाग्यो अनि बसेको। बहिनी त यहीँ आइछु, हिँड घरमै गएर बसौँ। किन घर जानु पर्दै, बस्नु न, यहीँ बसेर कुरा गरौँ। सन्चै हुनुहुन्छ? म त सन्चै छु बहिनी। अनि ज्वाइँ साहबलाई भान्जीलाई सन्चै छ नि? सन्चै राम्रै छ। त्यही त बहिनी, बारीमा आयो, घरमा आएर यसो फोन गरेको भए त म आइहाल्थेँ नि। ए दाइ, के भयो त बारीमा आउँदा? गाउँमा जन्मेर यिनै खेतबारीमा धुलो माटो गर्दै गर्दै हुर्किएका त हुन् के अरे हामी। के हुन्छ त बारीमा बसेर कुरा गर्न? त्यो त हो तै पनि। दाइ, म त तपाईँलाई एउटा कुरा भन्न भनेर आएको। बहिनी, अब घरै नभए जस्तो बारीमा बसेर त के कुरा गर्ने हो र? यसो चिया खाँदा नि कुरा गरौँला, जाम घरै। ल काम पनि सिद्धिया यहाँ। अनि बहिनी, ज्वाइँलाई भान्जीलाई सन्चै छ नि? दाइ, सबैलाई सन्चै छ। ज्वाइँसँग कुरा भइरहेको छ। अब यत्रो टाइमपछि अफिस जान आएको, अफिसतिर काममै बिजी हुनुहुन्छ। कुरा भइरहेको छ। नानी पनि स्कुल गएछ, नानीलाई पनि सन्चै छ। सुन्नु न दाइ, तपाईँ आएपछि मैले तपाईँको र सम्झनाको बिहे गर्दाखेरि कस्तो हुन्छ भनेर नाग भगवान्सँग सोधेकी थिएँ। नाग भगवान्ले टाउको हल्लाएर राम्रो हुन्छ भन्नुभयो। अब उहाँको इसारा त मैले बुझिहाल्छु। त्यसैले दाइ, केही कुरामा डराउनु पर्दैन। सम्झनासँग तपाईँले बिहे गर्दा राम्रै हुन्छ। फेरि अघि खेततिर तपाईँलाई भेट्न जानुभन्दा अगाडि यहाँ आएर सम्झनासँग कुरा गरेकी थिएँ मैले। सम्झना पनि खुसी छे। बिहा गर्न मान्छे सम्झना लिँदै। फेरि मैले सम्झनालाई पहिला एकचोटि त भेटेकी रहेछु, तर आज राम्रोसँग चिन्जान भयो। मिजासिली, सहनशील, मलाई त राम्री लाग्यो दाइ। मान्छेको पहिचान भनेको बोलीबाट त थाहा हुने हो। यस्ता मान्छेसँग त दाइ जीवन काट्न पनि सजिलो हुन्छ। फेरि तपाईँलाई थाहा छँदैछ दाइ, श्रीमान श्रीमती भनेको एक रथका दुई पाङ्ग्रा हुन्।
रथको एउटा पाङ्ग्रा भाँचियो भने रथलाई अगाडि बढाउन नसके जस्तै श्रीमान श्रीमतीमा एकजना खराब भए पार जीवन अगाडि बढाउन सकिन्न। अब हिजोका दिन बिनिसासँग जे भयो भयो दाइ, तिनी कुराहरू त्यही भुलिदिनुहोस्। अब तपाईँले विगतका दिन सबै बिर्सेर सम्झनासँग बिहा गर्न हो भने तपाईँलाई पनि राम्रो हुन्छ, सम्झनालाई पनि राम्रो हुन्छ। बहिनी, एक हिसाबले तिमीले भनेको पनि ठिकै हो, तर अहिले हामी दुईजना सँगै एउटै घरमा बसे पनि तत्कालै बिहेको बारेमा केही सोचेका छैनौँ। यो बारेमा त हामी पछि सल्लाह गरौँला नि। दाइ, किन पछि सल्लाह गर्ने? रात रह्यो अग्राक पलाउँछ दाइ, भोलि जे पनि हुन सक्छ। सबै कुरा मिलेछ, बिहा गर्दा हुन्छ त दाइ। वास्तवमा बिनिसासँगको सम्बन्धलाई पनि मैले टुङ्गाइसकेको छैन। उसँग भेटेर छिनोफानो गरेपछि मात्रै बिहे गरेको राम्रो हुन्छ, नत्र तत्काल अहिले हामीले बिहे गऱ्यौँ भने भोलि बिनिसाले भाजो हाल्न सक्छ। कानुनको नजरमा हामी दोषी हुन्छौँ, त्यही भएर पनि केही समय प्रतीक्षा गरेकै राम्रो हो। बिनिसा अब यहाँ आउने, तपाईँलाई दुःख दिने, फेरि कराउने, केही पनि गरिदिने। यदि बिनिसाले भोलिको दिन त्यस्तो केही गर्यो भने त्यसको जिम्मा सबै मलाई दिनुहोस्। तर बहिनी, मलाई त बिनिसाले फोन गरेकी थिए। के भन्नुहुन्छ दाइ? बिनिसाले फोन गरेकी थिए रे? ओ बहिनी, फोन गरेर धम्काउँदै थिए। मलाई किन अलपत्र पारेको, किन छोडेको, मेरो के गल्ती थियो र भनेर थर्काउँदै थिए। मैले त्यो कुरालाई त्यति वास्ता गरिनँ। दाइ, तपाईँले त बिनिसाको कुरा लिएर धेरै तनाव नलिनुहोस्। भगवानले मलाई पहिला भन्दा अझै धेरै शक्ति दिनुभएको छ। केही पर्यो भने मलाई भन्ने गर्नुहोस्, तर त्यही कुराले अब फेरि टेन्सन लिएर नबस्नुहोस्। बहिनी, अब तिमीले भनेको पनि ठिकै हो। एउटै घरमा सँगै बसेपछि सम्बन्धै जोडेर बसेको राम्रो हो। अरूहरूले कुरा काट्ने बाटो पनि हुँदैन। तर पनि हेर न, अस्ति मात्रै सम्झनाको बुवा उता गाउँतिर घरसर बेच्छु भन्दै जानुभएको छ, अहिले यहाँ हुनुहुन्न। फेरि ज्वाइँ पनि अफिसतिर जानुभएको छ, धेरै पछि अफिस पुग्नु भएको, कामहरू धेरै छ, अहिले आउनु पाउँदिनँ भन्दै हुनुहुन्थ्यो। अब बिहे जस्तो कुरा सबैजना सँगै भएकै राम्रो हुन्छ। बाहिर अरूलाई खबर नगरे पनि हामी घरभित्रको मान्छे त सँगै हुनु पर्यो नि। त्यसैले केही समय कुराउँ न। हुन्छ दाइ, अब तपाईँहरू अहिले एउटै घरमा बस्नुभएको छ। यत्तिकै बस्नभन्दा मन्दिरमा गएर सिन्दुर हालेर बस्दा अलि राम्रो हुन्थ्यो कि। अब फेरि सबैलाई किन भन्न पर्यो, तपाईँको पहिलो बिहा पनि त होइन। त्यही भएर दाइ, जति सक्दो छिटो हजुरहरू एक भएर बस्नुहोस्। बाहिर देख्नेलाई नि राम्रो, मलाई पनि राम्रो, अनि हजुरहरूलाई पनि राम्रो। ए, किन दुःख गरेको त? चिया लिनुहोस्। दाइ लिनु। अब अघि सम्झनालाई एक्लै भेटेर कुरा गरेँ, अहिले दाइलाई एक्लै भेटेर कुरा गरेँ। अब चाहिँ बल्ल दुवैजनालाई भेटेर कुरा गर्दैछु। हेर्नुहोस्,
मैले नाग भगवानलाई सोधेकी छु हजुर दुईजनाले बिहा गर्न हो भने सबै राम्रो हुन्छ नराम्रो केही पनि हुन्न केही कुरामा डराउनु पर्दैन यदि केही कुरामा नराम्रो भयो भने त्यसको जिम्मा मलाई दिनुहोस् तपाईँहरूले बिहा गर्नुहोस् अब माइत आउँदाखेरि झोइले दाइ एक्लै हो नि दाइ एक्लै भएपछि आएका बेला आफै पकाउनु पर्ने दाइलाई दुःख दिए जस्तो पनि हो नि त्यही भएर 2-4 दिन बिराउँदै माइत आउँदै गर्थे अब दाइले बिहा गरेर भाउजू पनि यहीँ भएपछि त म त दिनकै माइत आउँछु म त सताउँछु दाइ भाउजूलाई दाइ हजुर नानी पनि स्कुलबाट आउने बेला भयो अब म निस्किन्छु खै जानुभन्दा अगाडि मैले त मेरो हुनेवाला भाउजू र दाइसँग फोटो खिच्छु खै त हेर्नु त अलि आउनु न कति लजाइरहनु भएको अलि यता हेर्नु त कस्तो राम्रो देखिन्छ तपाईँहरूको जोडी ल दाइ फोटो नि खिचे निस्के भाउजू निस्के हस् हस् दाइ हजुर ल लाग्छु त ल बहिनी राम्रोसँग जानु दिदी पकाउँदा साग छ यति साग लिएर जानु न पर्दैन त फेरि होइन लानु न लानु हामीले मन पराउँछिन् ल हुन्छ दाइ गएँ हस् हस् राम्ररी बस्नु हस् हस् सुन्नु न माया दिदीले हजुरलाई के भन्नुभयो केही पनि भनिन हजुरले त केही पनि भन्नु भएन भनेर भन्नुहुन्छ मलाई त दुवैजनाले बिहे गरेर सँगै बस्यो भनेदेखि राम्रो हुन्छ भनेर जानुभयो मलाई पनि बहिनीले त्यही भनेकी थिइन् ज्योतिषीले तपाईसँग मैले बिहे गरेँ भनेदेखि नराम्रो हुन्छ भनेदेखि म एकदमै धेरै तनावमा थिएँ
तर माया दिदी आएर ज्योतिषीले भनेको कुरामा तनाव नल्याऊ। मैले नाग भगवानसँग कुरा गरेँ। दुवैजनाले बिहे गर्यो भनेदेखि राम्रो हुन्छ भनेदेखि म एकदमै धेरै ढुक्क छु। सुन्नु न, माया दिदीले भनेको कुरा पनि एकदमै ठिक हो। हामी एउटै घरमा बसेका छौँ। गाउँ समाजले देख्दा पनि नराम्रो हुन्छ। मलाई पनि अप्ठ्यारो लागेको छ। बरु मैले भनेको मान्नुहुन्छ भनेदेखि हामी बिहे गरौँ न है। सम्झना, कति कुराहरू भन्न मिल्दैनन्, तिमीले त बुझ्यौ नि। म अहिले पहिलाको भन्दा फरक परिस्थितिमा छु। अहिले मलाई एउटा कुराको एकदमै तनाव भइरहेको छ। केही समयपछि यो तनाव पनि सकिन्छ, अनि त्यसपछि हामी बिहे गरौँला। तपाईँ जहिले पनि तनाव छ मात्रै भन्नुहुन्छ। तपाईँलाई के तनाव छ? कसले तपाईँलाई तनाव दियो? माइला, मलाई भन्नु न, तपाईँलाई के तनाव छ? सुन्नु त, तपाईँलाई के तनाव छ मलाई भन्नुहोस्। होइन भनेदेखि तिमी मेरो आफ्नो मान्छे होइनौ भनेर भन्नुहोस्। कि त तपाईँलाई के चाहिँ तनाव छ मलाई भनिदिनुहोस् न। विनिशाले मलाई फोन गरेर थर्काएर तनाव दिइरहेकी छे। यो अवस्थामा सम्झनाले र मैले बिहे गर्दा विनिशाले थाहा पाइ भने त्यसले हामीलाई त्यत्तिकै छोडिदिने। त्यसैले अहिले केही समय बिहे नगरेकै राम्रो हुन्छ। तर विनिशाले तनाव दिई भनेर मैले माया बहिनीलाई र सम्झनालाई भन्नु हुँदैन। यिनीहरूले मलाई एकदमै धेरै माया मान्छन्। मैले विनिशाले तनाव दिएको कुरा यिनीहरूलाई भने यिनीहरू पीर मान्छन्। त्यसैले अहिले मैले भन्दिनँ। सम्झना, मेरो यो संसारमा आफ्नो भन्ने तिमी र माया बहिनी हो। मैले तिमीहरूलाई केही कुरा पनि लुकाउँदिनँ। समय आएपछि सबै कुरा भन्छु। तर केही समय पर्ख न। जियोस्, अब माइला दाइ र सम्झनाको छिट्टै बिहा हुन्छ। फेरि सम्झना पनि कति लक्षण कि रहेछिन्।
मिजासिली भेट त पहिले पनि भएको थियो, त्यति बेला चिन्जानै भएन। आज दुवैजनासँग कुरा गर्न पाइयो, बल्ल आनन्द भयो। बिचरा माइला दाइको जीवनमा पनि धेरै उतार चढाव भयो, कति दुःख पाउनु भयो। राम्रो होला कि भनेर बिनिसासँग बिहा गराइदिउँ, घरबार राम्रै भएन। तर मलाई थाहा छ माइला दाइको सम्झनासँग बिहा भएपछि माइला दाइको जीवन एकदमै सुखी हुन्छ, सम्झनाले पनि सुख पाउँछिन्। हे नाग भगवान्, माइला दाइ र सम्झनालाई दुवैजनालाई आशीर्वाद दिनु है। उनीहरूको छिट्टै बिहा भएको देख्न पाइयोस्। नयाँ नम्बरबाट फोन आयो। म त फेरि बिनिसाले गरेँ कि भनेको, को रहेछ त? हेलो, को माइलो भन्ने हो? हो। के हो? जहाँ पनि जाने, बिहे गर्ने, अलपत्र पार्ने, दुःख दिने अनि छोड्ने? अर्काको जिन्दगी बर्बाद बनाउने? यदि बिहे गरेर साथ दिन सकिँदैन भने किन बिहे गर्ने? किन अर्काको छोरी अलपत्र पार्ने? तिमीले त्यो बिचारी सोझी बिनेसालाई घरको न घाटको बनायो। तिमीले के गर्न खोजेको? त्यो बिचारी कति दुःख पीडा सहेर हिँडेकी छ, त्यो मैले देख्न सकिनँ। तिमी कहाँ छौ भन, म आउँछु भेट्न। तिमीलाई त 4 हात खुट्टा बाँधेर पुलिसको जिम्मा लाएर जिन्दगीभर जेल कोस्ने विचार गरेको छौँ हामीले। त्यो बिचारी बिनिसालाई न डिभोर्स दिएको छ न सम्पत्ति। मनलाई बिहा गरेर लिएर आएको छ, मन्नलाई लात हानेर घरबाट निकालेको छ। जनावर हो त्यो। त्यो बिचारी बिनिसाको माइतीले साथ दिएन अनि बोल्ने मान्छे कोही छैन भनेर हेपेको। यति कुरा याद गर, तिमीले उसँग बिहे दर्ता गरिसकेको छौ। तिमी फसिसकेको छौ। कानुनको बारेमा थाहा छ कि छैन तिमीलाई? त्यो बिनिसालाई घरबाट किन लखेटेको भन त? होइन हजुर, मैले बिनिसालाई लखेटेकै होइन। अझ बढी बोल्छौ। तिमीले नलखेटेर कसले लखेट्यो? तिमीले यो ठिक गरेनौ। बिनिसा कहाँ छे खोजेर घरमा ल्याएर उसलाई श्रीमती बनाएर मायाको साथ राख, नत्र भने तिम्रो के हालत हुन्छ भन्ने कुरा तिमीले सोच्न पनि सक्दैनौ। बिनिसालाई छिटो घरमा खोजेर ल्याऊ, नत्र भने म को हो र तिमीलाई कतिसम्मको सजाय दिन सक्छु भन्ने कुरा तिमीले पछि थाहा पाउनेछौ। त्यो बिचारी बिनिसा हृदय कराउँदै हिँडेकी छ। भोलि उसलाई तलमाथि केही होला, कसैले केही गर्देला, अनि तिमी जेलमा परेनौ? सोच है, सोच, बेलैमा सोच। मितिनी, मैले माइलालाई फोन गर्दा बिनिसाले फोन गरी भनेर वास्तै गरेन होला। तपाईलाई त त्यसले चिन्दैन। तपाईले फोन गरेर थर्काएपछि त त्यसको सातो गयो होला। मितिनीज्यू पख्नुस्, मैले त फोन गरेर थर्काउन बाँकी नै छ। यदि मैले थर्काएँ भने त्यसको त झन् सातो नै जान्छ। बुझ्नुभयो? हे भगवान्, छोरी मान्छेको आवाज छ। कसले फोन गरेको होला मलाई? ज्यानै मारेर धम्की दिन्छन्। यी सोझो मान्छेलाई किन यसरी धम्की दिएको होला? पक्कै पनि बिनिसाले मान्छे लगाएर फोन गर्न लागेको हुनुपर्छ। एकदमै तनाव भइरहेको छ। मैले यो कुरा कसलाई भनौँ? माया बहिनीलाई भनौँ भने एकदमै धेरै तनाव लिन्छन्। ज्वाइँलाई भनौँ भने सहर जानुभएको छ। सम्झनालाई पनि यस्तो कुरा के भन्नु? फेरि बिचरा यिनीहरूले के नै गर्न सक्छन्?
हे भगवान्, यो के भइरहेको छ? पक्कै पनि म माथि ठुलो जालझेल भइरहेको छ। मलाई त म ठुलो समस्यामा फस्दैछु जस्तो लागिरहेको छ। हे भगवान्, बचाउनुहोस्। होइन, आज मलाई के भएको छ? यस्तो त कहिले पनि हुन्न थियो। कहीँ मबाट केही गल्ती भयो कि केही बिराएँ कि मैले? होइन, आज भगवान्ले मलाई के सङ्केत दिन खोज्दै हुनुहुन्छ? कहिले यस्तो हुन्थेन। फेरि हिजो सपना पनि राम्रो देखी थिइनँ। श्रीमान अफिस आउनुहुन्छ, फोनमा कुरा भइरहेकै छ, सबै राम्रै छ भन्नुहुन्थ्यो। फेरि माइला दाइला पनि भेटेर आएँ, कुराकानी भयो, सबै राम्रै छ त्यता पनि। कसलाई के हुनलाई यस्तो भइरहेको छ? पक्कै पनि कसैलाई के हुनला, मलाई यस्तो भइरहेको छ। हे भगवान्, कसैलाई नराम्रो नहोस्। भगवान रूपी सम्पूर्ण दर्शकवृन्दहरूमा नमस्कार। म तपाईँहरूकै कलाकार तथा निर्देशक शिव शर्मा कडेल, टुहुरी सिरियलको माइलो। भर्खरै मात्रै हजुरहरूले हेर्नुभयो टुहुरी सिरियल। कस्तो लागिरहेको छ? आजकल हामीले कथामा केही परिमार्जित गरेका छौँ, केही सुधार ल्याएका छौँ। पक्कै पनि हजुरहरूलाई कस्तो लाग्छ जस्ताको तस्तै कमेन्ट गर्न भने नबिर्सिनु होला। र आगामी भागहरू अझै राम्रा हजुरहरूलाई मनपर्ने बनाउँदै जानेछौँ, नयाँ नयाँ कथाहरू ल्याउनेछौँ। हेरेपछि सेयर गर्न भने नबिर्सिनु होला। धन्यवाद। जस्तो माया पाइन्छ र कहाँ? मुखले ठेक्का, मनले दिक्का, स्वार्थी मात्रै भेटिन्छन् यहाँ। आमाको जस्तो